पट्टी अल्झाउने हो हिँगे पछाडि नसर्नु पछाडि नसर्नु हिँगे पछाडि नसर्नु आमा दाइले जाल हाने अलिकति धर्म कर्ममा विश्वास गर्ने मान्छे भएर मात्र मैले माछा ननिकालेको हो। हाई नमस्ते, तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज धेरै दिनपछि एउटा भ्लग लिएर आएको छु तपाईहरुको माझमा। आजको हाम्रो भ्लग बनेको माछा मार्ने भ्लग हो। अब माछा कसरी मर्छ, कसरी जाल हान्नुपर्छ त्यो पनि म देखाउँछु तपाईहरुलाई हैन। त्यो भन्दा पहिले यहाँ भाइले जाल हान्नु खोजिरहेछ, हेरौँ। जाल हान्नुमा एकदम स्पेशल हो। अब म जाल हानेर देखाउँछु त नि। यहाँनेरि माछा कतिको निकाल्नुपर्छ, माछा कसरी, त्यो म सिकाउँछु सबैलाई। माछा हामीले जाल हानेपछि त फेरि ठाउँको ठाउँ हो नि। जाल कसरी हाल्ने भन्ने बारेमा यहाँनेरि ज्ञान बाँडिरहेको छु है। कहिले जाल नहानेको मान्छेले सिक्दै जाल सिक्दैन, एक्सपिरियन्स हो भाइ, एक्सपिरियन्स। कस्तो बामहरु निकाल्छु मैले यहाँ हेरिरहेँ नि। अब यतापट्टि अल्झाउने हो। अब माछा अब यसरी हानेपछि अब टोपी र जालले चाहिँ एकदम सुहाएको छ दाइलाई, एकदम जालरी जस्तो। पुरै जाला रहेछ दाइ। झिँगे जस्तो पछाडि नसर्नु झिँगे जस्तो पछाडि नसर्नु झिँगे जस्तो पछाडि नसर्नु आमा दाइले जाल हाने जालमा माछा बुरुक बुरुक उफ्रिँदैन त हौ। त्यो पनि भाग्छ अहिले। टिङ देखाएको मात्र हो। म हान्छु नि दाजु। अबै म त अनि कहाँ, अनि कोसीमा माछा जालमा हान्ने मान्छे भयो त। कुन कोसीमा हो? सुनकोसी, दुधकोसी, अरुण तमोरतिर पनि पुगेको थिएँ बेला बेलामा। के माछा पक्रिनु हो त त्यतातिर? त्यता के माछा पक्रिनु हो भनेर पोत्रीहरू हुँदैन हौ, त्यहाँनिर असलाहरू हुन्छ, हान्नु न। माछाले त्यहाँ कतैले जाल हान्छ पर्खिरहेछ है। यो नालीमा माछा फालेर हानेर हुन्छ त्यसरी। ल मैले माछालाई जाल हानेको भिडियो पनि हेरिहाल्नु भयो होइन, कसरी माछामा जाल हान्दो रहेछु भनेर। त्यो अब अलिकति धर्म कर्ममा विश्वास गर्ने मान्छे भएर मात्र मैले माछा ननिकालेको हो, नमारेको हो। पाप लाग्छ भनेर, नत्र म भयङ्कर माछा निकाल्थेँ आज। त्यही भएर मैले ननिकालेको हो, नत्र भयङ्कर हो, खतरा हो नि। फेरि पाप हुन्छ नि त, अरूको उसको पनि ज्यान हो, उसलाई मार्नु हुँदैन। यो एउटा मनोरञ्जनको लागि पो त नि, यसो कहिलेकाहीँ आउने हो, त्यो मार्नु त्यो हुँदैन नि। त्यही भएर मैले ननिकालेको हो, नत्र म निकाल्थेँ। त्यो धर्म कर्मले गर्दाखेरि हो। अब बाटो लाग्यो यतातिर, अर्को ठाउँतिर जङ्गलको घारीमा छ। यता माथितिर यता पानी छ, यो 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 रुखहरू छ। यहाँदेखि परतिर पानी छ, यतापट्टि पनि सानो सानो नाली पानी छ। बिचमा यस्तो रोड छ है, यस्तो रोड छ है, डाँडा काँडा यसरी माटो हालेर उठाएर बनाएको छ। आइतबार एक दिन छुट्टी हुन्छ, छुट्टी यसै गरेर मनाउने हो। योभन्दा रमाइलो भनेको हाम्रो छैन। रमाइलो भनेको यही हो, जङ्गलमा एक्लै छु अहिले। यहाँनिर आधी टोलीहरूले पछाडि छ, आधी टोलीहरू अगाडि छ।